ल दर्शकबिन हाम्रो माझमा काशीजी हुनुहुन्छ र उहाँले चाहिँ आफ्नो बारेमा केही बारेमा भन्नुहुन्छ। उहाँले चाहिँ काशीजी भन्नुहोस्, तपाईँ नेपालमा कुन पार्टीमा सहमत हुनुहुन्छ? अहिले आज राजा पार्टीलाई के भन्न चाहनुहुन्छ ल भन्नुहोस्। म नेकपा माओवादी केन्द्रको वडा सचिव हुँ। हजुर हैन? हजुर। र मैले राजावादीलाई त अब बुढा पुरानाहरूले भनेको सुन्दाखेरि राजावादी चाहिँ मलाई नठिक लाग्छ हेर भाइ। हजुर, के चिजले ठिक लागेन तपाईँलाई? कि राजाका पालामा कुनै अनि अरू के भन्न चाहनुहुन्छ राजाहरूको बारेमा चाहिँ, राजावादीको बारेमा? राजाहरूको बारेमा त अब राजाका पालामा हेर भाइ यो बाटाघाटा बिजुली पानी कुनै पनि थिएन, गरिबहरूलाई दबाव र दमन थियो। हजुर हजुर हैन? हजुर। र अर्को कुरो भन्छु मैले, हाम्रो अर्घाखाँची जाने बाटो सबै जनताले खनेको बाटो हो। हजुर हजुर। हैन? राजाका पालामा हाम्रो गरिब जनताहरूलाई बाटो खनाएर हजुर कुनै ऊ नगरेको राजाका पालामा थियो। र अहिले राजावादीहरूले राजा आउने भन्दाखेरि मलाई अनौठो लाग्छ के बाबु। हजुर, तपाईँले चाहिँ कुन पार्टीले गर्दाखेरि सिटमा बस्दाखेरि सत्तामा बस्दाखेरि काम होला जस्तो लाग्छ? मलाई सकेसम्म हाम्रो माओवादी पार्टी सत्तामा बस्दाखेरि राम्रो काम गर्छ कि भने जस्तो लाग्छ बाबु। अनि हाम्रो माझमा भीमजी हुनुहुन्छ, भीमजीको चाहिँ के भनाइ छ पार्टीहरूको बारेमा चाहिँ? पार्टीहरूको बारेमा के भनाइ छ, कस्तो छ? तपाईँ कुन पार्टीबाट बिलोङ राख्नुहुन्छ पछाडि? म जन्मिएको नै एमालेबाट हो। हजुर हजुर। अनि मर्दासम्म पनि एमाले नै भएर मर्ने मेरो चाहिँ प्रतिज्ञा अहिलेसम्म छ। हजुर हजुर। बिचमा कतिपय पार्टीहरू आउने जाने यसो त्यसो त भइरहन्छ, भएर पनि हामी यताउति ढलक फलक भएनौँ। हजुर हजुर। भूकम्प हामी माथि आएन। हजुर हजुर। अरू माथि भूकम्प आयो। हजुर। तर म माथि भूकम्प आएन। हजुर। र मेरो अन्तिम त्यही हो, अन्तिमसम्म त्यही एमालेबाट नै चाहिँ मेरो हुने हो। तपाईँको भनाइ चाहिँ एमाले पार्टीले चाहिँ नेपालमा पायो भने विकास गर्छ केही जस्तो लाग्छ तपाईँलाई? विकासको बारेमा हेर्ने हो भने कतिपय ठाउँमा नभएको पनि होला, कतिपय ठाउँमा राम्रो पनि भएको होला। होइन? हजुर हजुर। अब घर घरमा गएर कसैले केही गरिदिने त होइन। हजुर हजुर। घरका दुःखहरू सबैसित जति छन् नि त्यो हाम्रा हात पाखुरा चल्दासम्म त्यो गर्नै पर्ने हो। हजुर हजुर। अनि चाहिँ बाहिरी रूपमा वार्ड कार्यालय, नगरपालिका अनि जिल्ला यिनीहरू हेर्दाखेरि चाहिँ सायद हाम्रो पार्टीबाट जहाँ पनि निर्धारित भएका चाहिँ छन् नि, त्यस ठाउँमा देख्दा मैले अन्त पनि हेरेँ। अनि आफ्नै जिल्लाभित्र अथवा अरू नगरपालिका हेर्दा पनि राम्रै भएको मानेको छु अहिलेसम्म। हजुर हजुर। र आगामी रूपमा पनि यस्तै भयो भने राम्रो हुँदै जाला भन्ने मेरो चाहिँ आशा छ। हजुर। त्यस कारणले गर्दा अब पार्टीभित्र किन अलग ढलक नभइकन लास्टसम्म चाहिँ एमालेमै निर्धारित हुने भन्ने मेरो ठोस। तपाईँको भन्ने यस्तो एउटा उदाहरण एउटा यो पनि छ कि आउँदो दिनमा 2-4 वर्ष तपाईँको पार्टीले चलाउन पायो भने चाहिँ केही विकसित गर्छ भन्ने उम्मेद छ तपाईँलाई? अझै पनि केही